मेरो युट्युब च्यानलमा जोडिनुभएका आदरणीय दर्शकबिन ट्यासीदेलेक फ्याबला नमस्कार। म लोपेन ट्यासी छेपेल हजुर सम्पूर्णलाई सर्वप्रथम मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। यो भिडियोमा मैले योगफलसँगै 2-3 भए पनि क्वेसन टिपेको छु। आउनुहोस् हामीले भिडियोलाई सुरु गरौँ। शुक्रबार जेठ 1 गते मे 15 तारिक छेपा घिस्यु चाप्गे अर्थात् टिबेटन महिनाको 28 गते अनि टिबेटन महिनाको 29 गते चाहिँ छुटेको रहेछ। एकैचोटि 30 गते छ। यो चाहिँ मैले दोस्रो भिडियोमा फेरि जानकारी गराउने छु। तिथि चाहिँ त्रयोदशी। टिबेटन महिनाको तेस्रो महिना नागदावा चाहिँ अहिले चलिरहेको छ। यो तेस्रो महिना चाहिँ जल घोडा महिना। यो दिनको खाम र वर्ग के पर्यो भन्दाखेरि यो दिनको खाम अनि साखाम माटो खाम वर्ग चाहिँ अनि सर्ववर्ग यो दिनको। योग चाहिँ कस्तो छ त भन्दाखेरि योग चाहिँ 2 परेको रहेछ। 3:37 चाहिँ सा छु माटो पानी यो 2 भेट भएको योग। यो योगलाई हामीले सुख शान्ति योग भनेर भन्छौँ। यहाँनिर सिन्धुकी भनेर आएको छ। एकदमै हामीलाई सुख शान्ति एकदम राम्रो हुने आनन्द हुने। हामीले यस्तो बेलामा चाहिँ शुभ कार्यहरू गर्नुको लागि विवाहहरू गर्नुको लागि अनि हामीले यस्तो बेलामा चाहिँ एकदमै राम्रो नयाँ लुगाफाटाहरू लायो, गरगहनाहरू लायो है, रमाइलो गर्नु जानुको लागि राम्रो, भोजहरू खानुको लागि राम्रो, इष्टमित्रहरू भेटघाट गर्नुको लागि राम्रो। र दोस्रो योग चाहिँ 3:37 पछिको योग चाहिँ सा लुङ माटो वायु यो 2 भेट भएको योग। यो योग धन क्षति योग। अनि यो योगमा चाहिँ विशेष गरेर हाम्रो धनहरू चाहिँ त्यसरी नष्ट हुन सक्ने, लुटपाट हुन सक्ने, चोर डाकाहरू अब लुटपाटहरू गर्ने त्यस्तोहरू हुनसक्छ। जस्ट हाम्रो धनको चाहिँ हानि हुन्छ भन्ने कुरा हो। धन भन्ने बित्तिकै हामीले पैसा रुपियाँलाई मात्रै नसोचौँ, अरू चिज पनि धेरै छन् त धनहरू है। गाडी पनि धनै हो, घर पनि धनै हो, खेतीबारी पनि धनै हो। खेतीबारीमा पनि अन्नबालीहरू रोपेहरू त्यो राम्रो भएन भने त्यो पनि धनको नाश भएको नै हो। हाम्रो शरीरमा रोग लाग्नु त्यो पनि एउटा ठुलो धनको नाश, ठुलो धनको हानि भएको है। त्यसैले गर्दाखेरि अनि अब यस्तो योगतिर चाहिँ हामी अलिकति जोगेर खानपिनहरू पनि अलिकति जे पाए त्यही नखाएर यात्राहरू गर्दाखेरि एकदमै हामी सेफमा बसेर यात्राहरू गऱ्यो भने हामीलाई त्यस्तो नहोला है। नत्र भए चाहिँ अनि धनको क्षति हुने योग चाहिँ परेको रहेछ 3:37 पछि। यो दिनमा अर्को चाहिँ पालबेउ भनेर परेको छ। यो पालबेउ भन्ने परेको बेलामा चाहिँ यहाँनिर के भनेको रहेछ भन्दाखेरि पालबेउ लाने रिन्छेन दुस पालबेउ परेको बेलामा चाहिँ रत्नहरू प्राप्त हुन्छ भनेर भनेको रहेछ। हामीमा धनको चाहिँ सह भन्छ नि हामीले होइन, सहहरू चाहिँ अनि बस्ने त्यस्तो हुन्छ भनेर चाहिँ भनिएको रहेछ। अर्को चाहिँ यो दिनमा धुर परेको छ। यो दिनमा हामीले मृतकको दाह संस्कार गर्नु हुँदैन। बादिन पनि परेको छ। घरमा लुङदरहरू लगाउनु पनि हुँदैन। अग्निदेव चलेको रहेछ। होम हवन गर्नुको लागि चाहिँ राम्रो छ। नक्षत्र 2 पहिलो नक्षत्र नामडु, दोस्रो नक्षत्र थाकर। यो 2 एउटै लाइनको नक्षत्र। यो 2 नक्षत्र चाहिँ के अरे अस्थिर रहने है, परिवर्तन भएर गइहाल्ने। यो नक्षत्रको बेलामा चाहिँ पूजा अर्चनहरू गर्नुको लागि, धर्मदेशनाहरू सुन्नुको लागि, सिलहरू हामीले लिनुको लागि अनि त्यस्तो गरेर हामीले चाहिँ हाम्रो गुरुहरूलाई त्यसरी चाहिँ अब दानहरू चढाउनुको लागि राम्रो। अनि हामीले वृद्ध आश्रमहरू हुन्छ नि है, वृद्ध आश्रमतिर पनि त्यसरी चाहिँ हामीले सहयोग कुरो गर्नुको लागि राम्रो। आफ्नो हितको लागि चाहिँ चाँडै गर्नुपर्ने कामहरू गर्नुको लागि राम्रो भनेर चाहिँ 2 नक्षत्रले एउटै बताएको छ। एउटै लाइनको नक्षत्र पढ्यो 2। यो दिनमा कपाल काट्नु चाहिँ हुन्छ कि हुँदैन भन्दाखेरि कपाल काट्नु चाहिँ हुँदैन। किन भन्दाखेरि छेपा घिस्यु चाप्गे टिबेटन महिनाको 28 गते पर्यो। यो टिबेटन महिनाको 28 गते चाहिँ कपाल काट्यो भने चाहिँ थाप्मा हुँ भनेर चाहिँ यहाँनिर भन्दैछ। लडाइँ झगडाहरू हुन्छ भनेको है। त्यसैले गर्दाखेरि यो दिनमा कपाल काट्नु हुँदैन, राम्रो छैन। यो भयो यो फल सम्बन्धित कुराहरू। अब क्वेसनको आन्सर दिने पालो। रुद्र कुमार तामाङ भनेर चाहिँ हुनुहुँदो रहेछ। लस्सो फ्यापुला गुरु, मेरो जन्म 2032 साल जेठ 9 गते हो, हेरिदिनुहोस् न गुरु भनेर चाहिँ भन्नुभएको रहेछ। अनि 2032 सालको चाहिँ काष्ठा खराया वर्ग रहेछ नि तपाईँको। अनि तपाईँलाई चाहिँ यसपालि चाहिँ शिशे अर्थात् चतुर्घात ग्रह चाहिँ चलेको छ। यो नराम्रो ग्रह हो, ठुलो ग्रह हो। यो आयुमा हेर्दाखेरि आयुमा माध्यममा छ।
स्वास्थ्यमा राम्रै रहेछ, अधिकार पावर माध्यममा छ, भाग्य राम्रो छ, सातो माध्यममा बस्छ, 9 ग्रह र दुर्मी ग्रह चलेको छैन। जस तपाईँलाई शिष्य अर्थात् चतुर्घात ग्रह चाहिँ तपाईँलाई चलेको छ। तपाईँको मेवा चाहिँ 7 रहेछ, तपाईँलाई रातो कलरहरू फाप्छ, तपाईँको इष्टदेव चाहिँ ग्रिन तारा हो। अर्को क्वेसन चाहिँ मिनिषा तामाङ भनेर चाहिँ हुनुहुँदो रहेछ, लस्सो फ्यापुला गुरु मेरो नि भनिदिनुहोस् न प्लिज, मैले धेरैचोटि इक्जाम दिइसकेँ, अहिलेसम्म कुनै पनि इक्जाममा पास भएको छैन। म चाहिँ 2060 साल चैत्र 5 गतेको हो, हेरिदिनुहोस् न प्लिज। 22 तारिकसम्म फेरि अर्को इक्जाम छ मेरो भनेर चाहिँ भन्नुभएको रहेछ। तपाईँ चाहिँ अनि चैताको भएकोले गर्दाखेरि चाहिँ टेलो बाँदर वर्ग रहेछ, तपाईँको खाम चाहिँ काष्ठ काम रहेछ। तपाईँको चाहिँ इक्जाममा पास नहुनुको कारण चाहिँ के रहेछ त भन्दाखेरि तपाईँको भाग्य चाहिँ यसपालि बिल्कुल पनि छैन रहेछ। अब अर्को इक्जाममा पनि तपाईँलाई अलिक पास होला नहोला कन्फ्युज छ है। किन भन्दाखेरि भाग्यमा राम्रो छैन भने त हामीले जति जे गर्दाखेरि पनि हुँदैन नि त। यो वर्षभरि नै तपाईँलाई भाग्यमा दोष छ, ठुलो दोष छ। त्यसैले गर्दाखेरि तपाईँको इक्जामतिर पास नभएको कारण एउटा त्यो हो है, तपाईँले त्यो बुझ्नुहोस् ल। अर्को चाहिँ सुस्मिता पाखरिन भनेर चाहिँ हुनुहुँदो रहेछ, टसिदेले लोबेनला मेरो जन्म 2056 साल 3 महिना 7 गतेमा, अनि जन्मबार चाहिँ मन्डे हो। यो वर्ष के कस्तो छ, पढाइमा कस्तो हुन्छ, विदेश यात्रा, ग्रह दशाहरू के कस्तो छ, सबै भनिदिनुहोस् न भनेर चाहिँ भन्नुभएको रहेछ। हो 2056 सालको चाहिँ सा यो माटो खाम खरायो वर्ग, खरायो वर्गलाई शिष्य अर्थात् चतुर्घात ग्रह चाहिँ चलेको छ। यो ग्रह चाहिँ ठुलो ग्रह हो। अनि तपाईँको चाहिँ अनि पढाइ भन्नुभयो, यात्राहरू भन्नुभयो है, तपाईँलाई ग्रहले गर्दाखेरि अड्क्यो भने अड्क्यो, नत्र भए तपाईँको यहाँ हेर्नुहोस् है त, तपाईँको आयुमा माध्यममा छ, स्वास्थ्यमा राम्रो छ, अधिकार पावर एकदम राम्रो छ, भाग्य पनि तपाईँको राम्रो छ, सातु पनि तपाईँको माध्यममा रहेछ, तर 9 ग्रह र दुर्मी ग्रह पनि चलेको रहेछ। तपाईँको चतुर्घात ग्रह शिष्य ग्रह त चल्यो, 9 ग्रह र दुर्मी ग्रह पनि तपाईँलाई चलेको छ। त्यसैले गर्दाखेरि तपाईँको पढाइमा होस्, तपाईँले सोचेको जस्तो अलिक भएन भने त्यो अर्को कुरा हो, नत्र भए भाग्य र अधिकार पावर तपाईँलाई भरि छ। यसपालि ग्रह चाहिँ ठुलो चलेको रहेछ, यो चाहिँ हामीले मान्नै पर्छ। फेरि यो भिडियोमा चाहिँ यति नै बताउनु पर्यो। जसले पनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, हजुरले सब्सक्राइब गर्नुहोला। यति भन्दै आजलाई म लोबेन ट्यासी बिदा चाहे। हस् त, धन्यवाद।